हेर्नुहोस्, गाउँघरमा पाइने सानो आकारको टमाटर, जो आकारमा सानो भए तापनि स्वादले भरिपूर्ण छ। किसानले एक एक गरी बारीबाट टिप्दछन्। जैविक टमाटरको साथमा ताजा अङ्गुर, जसमा भर्खरै गुलियो पस्न सुरु भएको छ र भिटामिन सीले भरिपूर्ण छ। टमाटर, अङ्गुर र लाम्चे खोर्सानी, यी तीनै चिजलाई किसानले डोकोमा भरेर घरमा लगेर एक एक गरी सफा गर्छन्। घरमै बनाउने टोमेटो ससको निम्ति यी सबै चिजलाई पानीमा राम्रोसँग पखालेर किसानले यसलाई एक एक गरी सफा गर्छन्। यसमा रहेको अतिरिक्त कीटाणु साथै यसको फेदमा रहेको डन्ठालाई चुट्याएपछि हामी पाउँछौँ सफा, ताजा र पौष्टिक फल, जसको अघिल्लो चरणमा किसानले यसलाई एउटा कन्टेनरमा राखेर बारीबाट ल्याइएको पिरो लाम्चे खोर्सानीलाई हालेर एउटा कन्टेनरमा जम्मा गर्छन्, जसको बादमा यी सबैलाई एउटा छुरीको मद्दतले मसिनो गरी चप अथवा टुक्रा पारी एक किसिमको खस्रो पेस्ट तयार गर्छन्, जसलाई अझ मयम बनाउनको निम्ति किसानले पारम्परिक जाँतोमा यसलाई हालेर पिच्ने काम गर्दछन्। जाँतोमा पिच्नुको साथमा हामी पाउँछौँ ताजा, पौष्टिक र पारम्परिक तरिकामा तयार गरिएको टोमेटो सस, जसलाई एउटा ब्रसको सहायताले कन्टेनरमा निकालेर यसलाई लामो समयसम्म जोगाएर राख्नको निम्ति यसमा सी सल्ट हालिन्छ। स्वाद अनुसार नुनको मात्राले यसको गुणवत्ता तथा यसको टेस्टलाई निखार्ने काम गर्दछ। Thank you, and if you like the video, then please like the video.